सर्वे कुलानां प्रश्नार्थम ल भयो है अब यो स्वस्ति वाचन गरिरहेको सीतारो दिवे दिवे देवानां हरा सुमतिरेजो यतां देवा भवसे हो महे भयं ओघानो यथा वेदसा वससगृहे रक्षिता पायोरदपद शंकर भगवान को, राष्ट्रदेव पशुपतिनाथ भगवान को, आनंद को, श्री राधे।
प्रभु जय जगदीश हरे, प्रभु का चरण उपासक हरि का प्रोजित कै तबोत्र परमो निर्मत्सराणां सतां विद्यं वास्तवमत्र वस्तु शिवदं तापत्रयोन्मूलनम्। श्रीमद्भागवते महामुनिकृते किं वा परैरीश्वरा, सद्योरिद्यवरुध्यत्यत्र कृतिभिः शुश्रूषुभिस्तक्षणात्। बोल भक्तवत्सल भगवान को जय। दोस्रो मङ्गलाचरणमा यहाँ 4 प्रकारका कुराहरूलाई दिनुभएको छ। हामी हरेक प्रकारको ज्ञान लिनको लागि यो श्रीमद् भागवतको प्रयोजन के हो, यसमा के विषयमा यो भागवत लेखिएको छ, वेदव्यासजीले के विषयमा लेख्नुभयो, यसको प्रयोजन किन हो र यसलाई श्रवण गर्ने आधिकारिक व्यक्ति, ग्रहण गर्ने आधिकारिक व्यक्ति कस्ता हुनुपर्दछ र यो कोसँग सम्बन्धित छ, के विषय, अधिकार, प्रयोजन र सम्बन्ध, यी 4 कुरालाई चाहिँ दोस्रो मङ्गलाचरणमा यहाँ उल्लेख गरिएको छ। पहिलो सोध्नु भएको छ विषय। विषय के हो त? श्रीमद् भागवतको विषय के हो त भन्दा धर्म प्रोजित कै तबोत्र परमो। सबैभन्दा पहिला यहाँ हेर्नु, यहाँ अत्र, यसमा 3टा अत्र, 3 ठाउँमा अत्र शब्दको प्रयोग गरिएको छ। अत्र शब्दको अर्थ हुन्छ यहाँ। यहाँ भनेको श्रीमद् भागवत। श्रीमद् भागवतमा के छ त भन्दा, यसको विषय के छ त भन्दा प्रोजित कैतवः परम धर्म निरूप्यते। यसको जहाँ कपटताले, यसको विषय के हो त श्रीमद् भागवतको भन्दा कपटताले रहित भएको, कपटता नभएको वास्तविक धर्मको विवेचन गरिएको छ अरे भागवतको विषय भनेको यो हो। प्रोजित कैतवः परम धर्म निरूपण, यो चाहिँ श्रीमद् भागवतको विषय हो। यसमा श्रीमद् भागवते महामुनिकृते किं वा परैरीश्वरा, सद्योरिद्यवरुध्यत्यत्र कृतिभिः शुश्रूषुभिस्तक्षणात्। यो कोसँग सम्बन्धित छ त भन्दा आत्मा र परमात्मासँगबाट सम्बन्धित छ। जब हामीलाई भागवत सुन्ने इच्छा मात्रै भयो भनेदेखि भगवानले त त्यही क्षणमा नै भगवान हाम्रो हृदयमा आएर बस्नुहुन्छ। हामी टाढाबाट कहिलेकाहीँ मैले सत्कर्म गर्छु भन्ने प्रेरणा यदि हाम्रो मनमा मात्रै उब्जियो भनेदेखि त्यसलाई 60% भगवानले पूर्णता दिनुहुन्छ, 40% मात्रै हाम्रो मेहनतले हुन्छ। त्यही भएर जसले भगवानको स्मरण गर्छ त्यही क्षण नै उसको हृदयमा आएर भगवान बस्नुहुन्छ। कसरी यहाँ बताइएको छ, सद्योरिद्यवरुध्यत्यत्र कृतिभिः शुश्रूषुभिस्तक्षणात्। तत्क्षणात् ईश्वर हृदय अवरुध्यते, हृदयमा आएर अवरुद्ध भएर बस्नुहुन्छ अरे। अब हेर्नुहोस्, अवरुद्ध र विराजमान यी 2 शब्द छ। भगवानलाई हामीले हृदयमा विराजमान गराउने हो भन्छौँ नि, भगवान हृदयमा आएर विराजमान भइदिनु होला। विराजमान भएको व्यक्ति र अवरुद्ध भएको व्यक्तिमा फरक छ। हामी जेलखानामा गयौँ भनेदेखि जेलर साहब कहाँ हुनुहुन्छ भनेर कसैले सोध्यो भने, अब जेलर साहब भनेको प्रहरीका उच्च अधिकारीका व्यक्तिहरू जो चाहिँ कारागारको सम्पूर्ण जिम्मेवारी लिएर बस्नु भएको छ, जसलाई भनिन्छ जेलर साहब। जेलर साहब कहाँ हुनुहुन्छ भन्दा जेलर साहब त हुने नै कारागारमा हुनुहुन्छ। अब दुष्ट व्यक्ति, अपराधी व्यक्तिहरू, अपराधी कहाँ छ? अपराधी पनि कारागारमै हुनुहुन्छ। जेलर साहब पनि प्रहरीका उच्च ओहदाका व्यक्तिहरू पनि त्यही हुनुहुन्छ। अब अपराधी पनि कहाँ छ भन्दाखेरि कारागार भित्रै छ। यति मात्रै फरक छ कि अपराधी कारागारमा अवरुद्ध भएर बसेको छ र जेलर साहब के भएर बस्नु भएको छ? विराजमान भएर बस्नु भएको छ। जेलर साहब जति बेला चाहे बाहिर, जति बेला चाहे भित्र गर्न सक्नुहुन्छ। तर अपराधी व्यक्तिहरूलाई जो कारागृहमा थुनेर राखेको बन्दी छ,
त्यो व्यक्ति के छ भन्दाखेरि उ त बन्दी छ, अवरुद्ध भएर बसेको छ, उ जति बेला चाह्यो बाहिर भित्र गर्न सकिँदैन। त्यस्तै भगवानलाई पनि हामीले भगवानको शुद्ध हृदयबाट हामीले जप मात्रै गर्ने हो भने, भगवानको स्मरण मात्रै गर्ने हो भनेदेखि भगवान त्यही चाहिँ नै हाम्रो हृदयमा अवरुद्ध भएर बस्नुहुन्छ अरे। भगवान पनि जति बेला चाहे बाहिर भित्र गर्न पाउनुहुन्न। त्यसले भक्तिको डोरीद्वारा, प्रेमको डोरीद्वारा भगवान बन्दी बनेर बस्नुहुन्छ। बोल भक्तवत्सल भगवानको। त्यसैले यो बुद्धिबोधक भावसँग सम्बन्धित छ, यसको सम्बन्ध परमात्मा र जीवात्मासँग रहेको छ भनेर यहाँ सम्बन्धको वर्णन गरिएको छ। अब त्यसो हो भनेदेखि अब हामी तेस्रो मङ्गलाचरणमा जाँदैछौँ। श्रीमद् भागवत हो चाहिँ के त? यसले के हुँदो रहेछ? तिनै प्रकारका तापहरूलाई पनि नाश गरिदिने रहेछ। अनि त्यसपछि यसको सुन्ने अधिकार मत्सरताले रहित भएका व्यक्तिहरूमा रहेछ। सत्य परम सत्य धर्मको निरूपण गरिएको रहेछ। भनेपछि भगवान भागवत के रहेछ? वास्तवमा भागवतको मूल के रहेछ त? भागवत भनेको भन्दा निगमकल्पतरोर्गलितं फलम् सुखमुखादमृतद्रवसंयुताम् पिबत भागवतं रसमालयम् मुहुरहो रसिका भुवि भावुका। श्रीमद् भागवत के हो त भन्दा निगम कल्प तरोर गलितम फलम। बोल भक्तवत्सल भगवानको जय। निगम भनेको निगमको अर्थ हुन्छ वेद। श्रीमद् भागवत के रहेछ भन्दा निगम रूपी वेद रूपी कल्प वृक्षमा फलेको फल हो। निगम भनेको वेद। नितराम गमयति बोधयति स निगम वेद। वेद रूपी कल्प वृक्षमा फलेको मात्र होइन, फलेर पाकेको फल हो श्रीमद् भागवत। जस्तो कि त्यति मात्रै होइन, हामीले कुनै फल चाख्न पर्यो भने ल आँपको स्वाद कस्तो हुन्छ भनेर कसैले सोध्यो भने आँप नखाएको व्यक्तिलाई आँपको स्वाद कस्तो हुँदो रहेछ खै अलिकति चाख्नु पर्यो भनेर कसैले अलिकति बोक्रा तासेर लिएर आएर आँपको बोक्रा चबाउन थाल्यो भने के आँपको स्वाद थाहा पाइन्छ? थाहा पाइँदैन। न बोक्रा खाएर हुन्छ, न पात खाएर हुन्छ, न जरा खाएर हुन्छ। असली स्वाद के खाएर हुन्छ भन्दा फल खानु पर्यो, त्यो पनि काँचो होइन, पाकेको फल खानु पर्यो। त्यस्तै श्रीमद् भागवत के रहेछ भन्दा वेद रूपी वृक्षको स्वाद, वेद रूपी वृक्षमा फलेर पाकेको फल हो। जसलाई पनि कस्तो गरेको छ भन्दा कसले चाहेको छ? परमहंस सुखदेव स्वामीले सबैभन्दा पहिला यसको रसास्वादन गर्नुभएको छ। जस्तो कि रुखमा अम्बा पाकेको छ, यो अम्बा त एउटा मात्रै फल्दैन, धेरै फलेको छ। यसमध्ये सबैभन्दा मिठा मिठा फल कुन छन् त भनेर हामीले विचार गर्यौँ भने त्यहाँ जुन फलमा आएर चराले अलिकति सुगाले चाखेर गएको छ त्यो फल त्यो वृक्षको सबैभन्दा मिठो हुन्छ अरे। त्यही भएर यो वेद रूपी वेदको वृक्षमा फलेको भागवत रूपी फललाई पनि, यो पाकेको फललाई सुखदेव स्वामी रूपी सुगाले सबैभन्दा पहिला अलिकति चाखेको छ। त्यही भएर यो श्रीमद् भागवत त अत्यन्तै सुन्दर छ, अत्यन्तै रसिक छ र अत्यन्तै स्वादिलो छ। पिबत भागवतं रसमालयं। हे भक्तजनहरू हो, हजुरहरूले यो श्रीमद् भागवतको पान गर्नुहोस्। कति पान गर्ने? कहिलेसम्म सुन्ने? मुहुरहो रसिका भुवि भावुका। हे रसिक जनहरू हो, हे भावुक जनहरू हो, यसको मुहुर मुहुर पिबत, बार बार पान गर्नुहोस्। किन एकचोटिले मात्रै केही हुनेवाला छैन। यसलाई त जति पिउँदै गयो, जति श्रवण गर्दै गयो भागवत, त्यति नै आनन्द आउँछ। कान रूपी दुनाबाट पान गर्नुहोस्। पिउनको लागि कुनै तरल पदार्थ होइन, फल भनिएको छ, फेरि पिउनुस् भनिएको छ। कसरी पिउने त फल भन्दा यसमा फाल्नु पर्ने चिज केही पनि छैन। जसरी एउटा सानो मिश्रीको डल्लो जतापट्टिबाट खाए पनि गुलियै आउँछ है। अङ्गुरमा पनि कुनै अङ्गुरमा बरु बाहिरबाट बोक्रा होला, यसमा त कुनै पनि बोक्रा पनि छैन, भित्र बिहा पनि छैन, फाल्नु पर्ने केही चिज छैन। यसलाई बार बार पान गर्नुहोस्।
हे रसिक जनहरू हो, हे भावुक जनहरू हो, यहाँ सम्बोधन गरिएको छ। रसिका भुवि भावुका, रसिक बनेर श्रवण गर्नु अरे। किन त रसिक जनहरूलाई मात्रै भन्यो कि अरूले नसुन्ने भन्दा किन भनिएको छ भन्दा जो रसिक छ, जो तिर्खाएको व्यक्ति छ, त्यसैलाई नै पानीको महत्त्व उसलाई थाहा हुन्छ। गर्मी समय छ, यसरी बसिरहेको छौँ, एकजना बटुवा आए, दगुर्दै बाटोमा आइरहेका थिए। हजुरले बोलाउनु भयो, आउनुहोस् आउनुहोस् यहाँ आएर पानी पिएर जानुहोस्, यहाँ चिसो चिसो पानी छ भनेर बोलाउनु। अत्यन्तै तिर्खाएको व्यक्ति आएको थियो भनेदेखि प्यासी व्यक्तिले के भन्छ, ओहो आमा हजुरलाई धेरै धेरै धन्यवाद, मलाई अति प्यास लागेको छ, पानी दिनुहोस्। उनले पानी घट्टाघट पानी पिउँछ। अब प्यासै नलागेको मान्छेलाई बोलाइ बोलाइ जबरजस्ती आऊ कि आऊ पानी खाएर जाऊ भनेर भन्ने हो भने उसले सजिलैसँग पानी पिउँदैन। सोध्छ कहाँको पानी हो यो, कहाँबाट ल्याउनु भयो, धाराको हो कि कुवाको हो कि खोलाको पानी उठाएर ल्याएको हो कि शुद्ध सफा छ कि छैन, फिल्टर गरेको हो कि होइन, उमालेको हो कि नै, अनेक अनेक प्रश्न सोध्दै जान्छ। होइन छानेर लिएर आएको एकदम राम्रो छ, गर्मीको महिला भर्खर फ्रिजमा राखेर निकालेको पानी, यो चिसो चिसो शीतल शीतल जल। हामीले पानीको वर्णन गऱ्यौँ। अब प्यासै छैन भने उसलाई पानी पिउनु नै छैन। ओहो यो चिसो पानी त कहाँ खाने, मेरो गला खराब हुन्छ। अनेक उसले के गर्छ, बहाना बनाउँछ, किनकि उसलाई प्यासै छैन। यदि प्यासी व्यक्ति थियो भनेदेखि उसले केही पनि प्रश्न सोध्दैन, ओहो मलाई पानी दिनु हो, मलाई प्यास लागेको छ, उसलाई पानीसँग मात्रै सम्बन्धित छ। त्यही भएर भागवत श्रवण गर्ने बेलामा पनि हामी प्यासी भनेर बसौँ। पिबत भागवतम रसमालयम मुहुरहो रसिका भुवि भावुकाः। रसिक र भावुक बनेर श्रवण गरे भनेदेखि यसको स्वाद बेग्लै आउँछ। त्यसै कारणले रसिक बनेर श्रवण गरौँ। बोल भक्तवत्सल भगवानको जय। यो हो तीनवटा मङ्गलाचरण गाइएको छ, यसमा भागवतको महिमा गाइयो। अब हामी प्रथम अध्यायको अब कथामा प्रवेश गर्नेछौँ। हरि हरि सुरु भयो भागवत पर्छौं शरण, सुरु भयो भागवत पर्छौं शरण। ये विघ्नहर्ता गणेश जी रक्षा करना। सुरु भयो भागवत पर्छौं शरण को, गंडकी महारानी को, नारायणी गंगा को, सालग्राम भगवान को, गौ माता को, धरती माता को, तीर्थमयी नेपाल जननी को, सत्य सनातन वैदिक धर्म को, हिंदू राष्ट्र नेपाल को, आज को आनंद को, वत्स गोत्र का कुल पितृहरू को। जय जय श्री राधेश। नमः पार्वती पतये हर 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 महादेव।